दर्शक महानुभावहरू नमस्कार। स्वागत छ कार्यक्रम बोधार्थमा। म कपिल काफ्ले। सदा झैं हामी बोधार्थ कार्यक्रममा समसामयिक विषयमा समसामयिक त्यस्तो विषय जसमा चाहिँ एकजना व्यक्तिले लामो समयसम्म त्यसमा आफ्नो जीवनको अमूल्य समय बिताउनु भएको होस् र उहाँ राजनीतिक, सामाजिक, आर्थिक हरेक पक्षमा आफ्नो क्षेत्रबाट उहाँले सुझाव दिन सक्नुहोस्, नीति निर्माता तहसम्म। त त्यस्ता व्यक्ति हामी आमन्त्रण गरेका छौं जसले यस विषयमा समृद्धि र शान्तिका लागि आफ्ना सुझावहरू दिन सक्नुहोस्। त आजको विषय हाम्रो रहेको छ मानव अधिकार। मानव अधिकारको क्षेत्रमा कस्ता समस्याहरू छन् र कस्तो प्रगतिहरू भइरहेको छ त्यसको बारेमा हाम्रा अतिथि हुनुहुन्छ र अतिथि को हुनुहुन्छ यो सानो रिपोर्ट हेर्नु। आजका लागि बोधार्थका अतिथि मानवाधिकारका क्षेत्रमा 35-40 वर्ष बिताएका र खास गरी नेपालमा बाल अधिकार अभियानको बिरुवा रोपेर त्यसलाई सबल वृक्ष बनाउन सफल व्यक्ति हुनुहुन्छ। उमेरले 50 वर्ष पूरा गर्न लागेका हाम्रा अतिथिले सिन्धुपाल्चोकको चौतारामा जन्मिएर सिङ्गो जीवन बालबालिकाका लागि चौतारो बनाउने काममा लगाउनु भएको छ। बाल अधिकार भित्र पनि बाल श्रमको विषयलाई लिएर 2044 सालमा साथीहरूसँग मिलेर उहाँले शिविन स्थापना गर्नुभयो। बाल अधिकारका क्षेत्रमा सोचसम्म नभएका बेला उहाँले बालबालिकाको अधिकारमा केन्द्रित रहेर संस्था खोल्नुभयो। पञ्चायती व्यवस्थाको तानाशाही चलिरहेका बेला शिविन स्थापना गर्नु पनि निकै ठूलो क्रान्तिकारी कदम थियो। अधिकारको कुरा उठाउने व्यक्तिलाई व्यवस्था विरोधी भन्ने र दुःख दिने गरिन्थ्यो। त्यो बेला बोल्न सक्ने व्यक्तिले आफ्नै मानवाधिकार हनन हुँदा समेत आवाज उठाउन नसकिरहेको बेला बालबालिकाले अधिकारको कुरा उठाउनु कल्पना भन्दा बाहिरको विषय थियो। स्वतन्त्र विद्यार्थी युनियनमा केन्द्रीय अध्यक्ष बनेर अधिकारका लागि आवाज उठाउँदै आएका उहाँका लागि पनि बालबालिकाको अधिकारको वकालत गर्नु कम चुनौतीपूर्ण थिएन। तर उहाँ एकपछि अर्को चुनौती पार गर्दै गैर सरकारी संस्था आन्दोलनमा समेत सक्रिय रहनुभयो। निरन्तरता उहाँको अर्को विशेषता बन्यो। यही निरन्तरताका कारण बाल अधिकारको मुद्दा अन्ततः मुलुककै मुद्दा बन्न पुग्यो। अन्तरिम संविधान 2063 सम्म आइपुग्दा बाल अधिकारले मूल कानूनमा समेत स्थान सुरक्षित बनाउने सफलता हासिल गरिसकेको छ। केन्द्रीय बाल कल्याण समितिमा रहेर 10 वर्षीय कार्ययोजना बनाउन पनि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ। बाल अधिकारका लागि दक्षिण एसियाली क्षेत्रीय मञ्चका संयोजक, राष्ट्रिय श्रम प्रतिष्ठानका महासचिव, अन्तर्राष्ट्रिय बाल अधिकार प्रतिरक्षा नेपालका अध्यक्ष, बाल श्रम विरुद्ध दक्षिण एसियाका संस्थापक सदस्य, बाल बालिकासँग सम्बन्धित पत्रिकाका सम्पादक तथा बाल अधिकार सम्बन्धी पुस्तकका लेखक आजका अतिथिको पछिल्लो परिचय भने राष्ट्रिय मानवाधिकार आयोगमा पुगेर अडिन्छ। आयोगका आयुक्त तथा प्रवक्ता नै उहाँको ताजा परिचय बनेको छ। उहाँ गौरी प्रधान हुनुहुन्छ। गौरी प्रधानको बारेमा यो रिपोर्टले धेरै कुरा बताइसकेपछि अरू कुराहरू मैले भन्नु आवश्यक रहेन। मैले एउटै काम आवश्यक रह्यो, उहाँलाई स्वागत गर्न। गौरी प्रधानजी, यहाँलाई स्वागत छ कार्यक्रममा। कपिलजी, हार्दिक धन्यवाद। म यहाँको भनाइबाट सुरु गर्न चाहन्छु। यहाँले गत वर्ष इन्सेकले आयोजना गरेको कार्यक्रममा भन्नुभएको मलाई सम्झना छ। हजुर, त्यो भिजुअलमा पनि छ। तपाईले भन्नुभएको छ राजनीतिक आँखाले मानव अधिकारलाई हेर्ने गरिन्छ र नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेकपा एमाले र नेपाली काङ्ग्रेसले बेग्ला बेग्लै किसिमले मानव अधिकार छ छैन, मानव अधिकारको प्रगति जे भएको छ छैन त्यो त छ, तर सत्तामा हुनेहरूले मानव अधिकार कायम रहेको, मानव अधिकारको अवस्था राम्रो रहेको देख्ने, सत्ता बाहिर रहेकोले चाहिँ नदेख्ने अथवा बिग्रिरहेको अवस्था देख्ने जुन स्थिति छ त्यसलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? कपिलजी, संक्षिप्तमा भन्नुपर्दाखेरि मानव अधिकारको अवस्थालाई मानव अधिकारकै दृष्टिकोणबाट हेर्नु पर्दछ। अब नेपालको राजनीतिक परिवेश, यहाँको उतार चढाव र यो 2-4 वर्षमा खास गरी विस्तृत शान्ति सम्झौता पछाडि मलाई लाग्छ थोरै मात्र त्यस्तो पार्टीहरू होलान् जो सत्तामा पुगेनन्। अधिकांश सबै राजनीतिक पार्टीहरूले त सत्ताको स्वाद चाखिसक्नु भएको छ। अब उहाँहरू नै हो सत्ता बाहिर हुँदाखेरि देशको मानव अधिकार हनन भएको, राम्रो नभएको देख्ने
र सत्तामा गइसके पछाडि त्यो तस्बिरलाई तुरुन्तै परिवर्तन भएको पनि देख्ने, यो चाहिँ राजनीतिक आँखाले हेर्दाखेरि, पार्टीको आँखाले हेर्दाखेरि यस्तो हुँदो रहेछ। त्यसै कारण पनि त्यो बेलामा सायद मैले निवेदन गरेको थिएँ, मानव अधिकारलाई राजनीतिक या दलको आँखाले होइन, मानव अधिकारकै आँखाले हेर्नुपर्दछ र मानव अधिकारभित्र पनि तपाईँको बाल बालिकाको आँखाबाट हेर्नुपर्छ, महिलाको आँखाबाट हेर्नुपर्छ, जो सीमान्त र बहिष्कृत अवस्थामा छन् उहाँहरूको आँखाबाट हेर्नुपर्छ। मानव अधिकारको यहाँको सिकाइ मैले बुझेसम्म बाल अधिकारबाट छ। जतिखेर यहाँले बाल अधिकारका कुराहरू गर्नुभयो त्यतिखेर अवस्था यस्तो थिएन, पञ्चायत काल थियो, त्यो बेलामा गाह्रो थियो र बाल अधिकारको क्षेत्रमा यहाँले आवाज उठाइरहँदाखेरिको गौरी प्रधान र राष्ट्रिय मानव अधिकार आयोगमा पुगिसकेको गौरी प्रधानमा भिन्नता के पाउनुभयो? कपिलजी, बाल अधिकारको एउटा प्रारम्भिक अभियान हामीहरूले नै सुरु गऱ्यौँ। त्यतिन्जेल म विश्वविद्यालयबाट भर्खरै सकेको थिएँ, तर त्योभन्दा अगाडि मेरो आबद्धता मानव अधिकार आन्दोलनसँगै भएको हो। तर मानव अधिकारको क्षेत्रमा लाग्दाखेरि यो त्यतिन्जेल चाहिँ बालबालिकाको पनि मानव अधिकार हुन्छन्, महिलाका पनि मानव अधिकार हुन्छन्, दलितका पनि मानव अधिकार हुन्छन् भन्ने कुराहरू भन्दा पनि हामी अलि ठुल्ठुला कुराहरू, पार्टी स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, राजबन्दीका विषयवस्तुहरूमा हामी अब हुन पनि त्यो बेला एउटा निरङ्कुशताको अवस्था पनि थियो। तर त्यतिन्जेल मानव अधिकार कर्मीहरूकै भित्र पनि मैले छलफल र बहसमा यो बालबालिकाको पनि मानव अधिकारका कुराहरू उठाउँदाखेरि त्यति चासो र त्यति सरोकार उठेको जस्तो मलाई नलागे पछाडि बालबालिकाको मानव अधिकारको विषयवस्तु पनि उठाउनुपर्छ भनेर हामीले अब 2044-45 सालदेखि नै थाल्यौँ र संसारमा त्यस पछाडि बाल अधिकारको क्षेत्रमा बाल अधिकार महासन्धिहरू पनि आयो र विगत 20 वर्षमा नेपालको मानव अधिकार आन्दोलनमा बाल अधिकारको एउटा असाध्यै महत्त्वपूर्ण इतिहास पनि रह्यो कि यो क्रमबद्ध वैज्ञानिक ढङ्गले पनि यो अगाडि बढेको छ। तर अहिले राष्ट्रिय मानव अधिकार आयोगको एउटा आयुक्तको पदमा क्रियाशील भएर मानव अधिकारको रक्षा, सम्वर्धन र पालनाको विषयमा काम गरिरहँदाखेरि अहिले पनि मलाई के लाग्दछ भने मानव अधिकारको क्षेत्रमा सबभन्दा व्यापक रूपमा कहीँ मानव अधिकार हनन भएको छ भने त्यो बालबालिकाहरूकै मानव अधिकार हनन भएको छ, महिलाहरूकै स्वतन्त्रता र समानताका हक अधिकार हनन भएको छ, दलित, जनजाति, पाखा पारिएका विषयवस्तुहरू जहाँ चाहिँ मान्छेलाई हरेक दिन 2 छाक खान पाउने, हातमुख जोड्न पाउने अधिकारसँग गाँसिएका छन्, ती कुराहरूमा अझै पनि हाम्रो ध्यान पुगेको छैन कि राजनीतिक पार्टीहरू सत्तामा रहेको बेला देशमा मानव अधिकार ठिकै छ भन्छन् र बाहिर गएपछि ठिक छैन भनेर भन्छन्। त्यो नियम राष्ट्रिय मानव अधिकार आयोगभित्रै लागू भएको छ कि छैन? नेपालमा राष्ट्रिय मानव अधिकार आयोग 2053 को ऐनले 2057 सालमा गठन भयो र हरेक देशमा राज्यको एउटा महत्त्वपूर्ण निकायको रूपमा स्वतन्त्र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोग गठन हुने चलन छ। त्यही प्रक्रियामा नेपालमा पनि गठन भयो र यो नेपालको इतिहासमा नागरिक आन्दोलनबाट, मानव अधिकार रक्षकहरूको अभियानबाट यो जन्म्यो। त्यो हिसाबबाट अहिले पछिल्लो चरणमा यो संवैधानिक निकाय पनि भयो र सबभन्दा कान्छो संवैधानिक निकाय छ र एउटा अन्तर्राष्ट्रिय सिद्धान्त छ, यो स्वतन्त्र हुनुपर्दछ, यो स्वायत्त हुनुपर्दछ, कर्मचारीदेखि लिएर यसको आर्थिक प्रशासन सबै स्वायत्त हुनुपर्दछ भन्ने एउटा पक्ष छ भने हाम्रो देशको आफ्नै कानुनहरू पनि छ जुन संवैधानिक ऐन कानुनभित्र प्रवेश गराउनु पर्ने र त्यो हिसाबबाट धेरै लामो समयसम्म राष्ट्रिय मानव अधिकार आयोगको कर्मचारी नियुक्त गर्ने, कर्मचारीहरूलाई स्थायी बनाउने प्रक्रियामा लामो समयदेखि मुद्दा मामिला पर्दै आएको अवस्था पनि रह्यो र त्यसलाई चिर्नको निम्ति राष्ट्रिय मानव अधिकार आयोगले विगत वर्षमा केही नयाँ अप्रोचहरूका साथमा पुराना कर्मचारीहरूलाई पनि प्रक्रिया अन्तर्गत आन्तरिक प्रतिस्पर्धाबाट चाहिँ परीक्षा लिएर उहाँहरूलाई स्थायी बनाउने प्रक्रियामा लाने र 75% जति चाहिँ आम रूपमा कल गरेर जति पनि नयाँ क्षेत्रका यो मानव अधिकारका क्षेत्रमा प्रवेश हुन चाहनेछन् उहाँहरूलाई खुल्ला गर्ने भन्ने कुराहरू निर्णय गरेको थियो। त्यो विषय सर्वोच्च अदालतमा एउटा मुद्दाको रूपमा त्यहाँ गयो र सर्वोच्च अदालतले होइन यो राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक अङ्ग भएको
र संवैधानिक अङ्गले चाहिँ सम्पूर्ण एउटा दरबन्दीहरू चाहिँ खुला प्रतिस्पर्धाबाटै गर्न भन्ने एउटा आदेश जस्तो पनि दिएको भएकोले त्यसलाई सम्मान गर्दै राष्ट्रिय मानव अधिकार आयोगले केही समय अगाडि यसलाई सार्वजनिक गरेको छ। मलाई लाग्छ अब यो 10 वर्षको अवधिसम्म रहिराखेको यो समस्याको एउटा ठोस निर्क्युल चाहिँ केही समयमा पाउन सक्दछ। गौरी प्रधान त्यहाँ जानु भइसकेपछिको कुरो गरौँ, अगाडिको भन्दा पनि पछाडिको कुरो गर्दाखेरि फागुनको 30 गते म्याद सकिने। हजुर। तर अब त्यसभन्दा अगाडि सर्वोच्चले करारमा म्याद नथप्देऊ भनेर भनेको, तर यहाँहरूले अवज्ञा गरेर म्याद थपेको भन्ने कुरो पनि आएको छ, त्यो के हो? त्यस्तो हो, त्यो म्याद नथप भन्ने चाहिँ थिएन हैन। अबको जति पनि कर्मचारीहरू छ त्यो चाहिँ खुल्ला प्रतिस्पर्धाबाट लानुपर्ने कुराहरू छ। अब खुल्ला प्रतिस्पर्धाबाट लानको निम्ति करिब राष्ट्रिय मानव अधिकार आयोगमा 95% जति नै कर्मचारीहरू करारमा छन्। त्यो सुरुका दिनहरूदेखि नै आएका र उहाँहरूको यो स्थायी बनाउने प्रक्रियाहरूमा मुद्दा परिराखेको हुँदाखेरि त्यो अगाडि बढ्न नसकेको अवस्था छ। र अब त्यो 95%लाई नै संस्थाबाट बाहिर लाने हो भने संस्थै नचल्ने अवस्था छ। यो आयोगै चल्दैन, कुनै पनि कार्यालय चल्दैन। र त्यसको निम्ति पनि राष्ट्रिय मानव अधिकार आयोगले अब खुल्ला प्रतिस्पर्धा सार्वजनिक गरिसकेको छ र त्यसको बारेमा आयोगले छलफल पनि गर्दैछ, निर्णय गर्दैछ र केही समयको निम्ति राख्नुपर्ने सम्भावनाहरू हुन सक्दछ। त्यस पछाडि आम रूपमा त्यो ओपन खुल्ला प्रतिस्पर्धाबाट हामीले कर्मचारीहरू प्राप्ति गरिसके पछाडि उहाँहरूको स्थायी कर्मचारी हुन्छ। मलाई संस्थागत रूपमा यो चुनौतीपूर्ण अवस्थामा छ अहिले, तर भोलिको दिन चाहिँ अब हिजोको जस्तो अप्ठ्यारोहरूमा नपर्नुपर्ने भन्ने जस्तो लाग्दछ।